तपाईँ पनि दाजले परेशान हुनुहुन्छ भने अब टेन्सन नगर्नुहोस्। म यति परेशान थिएँ, दाजले यति औषधि खाएँ, घरमै छ औषधि। नर्मली यो गोलभेडाको पात यसरी बनाउने, अनि यसमा चाहिँ नि हामीले गोलभेडाको पात यही मात्रै पिसेर लाए नै हुँदो रहेछ। तर एउटा चाहिँ नि हाम्रो त्यो घरको कपुर हुन्छ नि, कपुर र अनि अलिकति हाम्रो के भन्छ अरे नरिवलको तेल अलिकति मिसाएर लाउने नि चट दुर्की दही हुन्छ तपाईँको। जस्तो सुकै है, मैले पनि हेरेँ, तर मैले पहिला भनेको थिएँ, तर मैले युज प्रयोग गरिसकेपछि मलाई सन्चो भयो। तपाईँहरूले पनि हेर्नुहोस्, त्यही टमाटरको घरमै छ त्यो गोलभेडाको पात। यसरी यसलाई मसिनो गरेर पेस्ट बनाउने अनि त्यो दाजमा लगाउने, 3-4 दिन टक्कै हुन्छ है त। मैले यति औषधि खाएँ, लगभग खाएँ होला मैले 5 महिना औषधि खाएँ होला। औषधिले खासै केही पनि भएन, खाँदासम्म ठिक्क, अनि त्यहाँबाट भइहाल्नु। अहिले चाहिँ नि मैले हेरेँ एकदम राम्रो भएको छ। तपाईँहरूले पनि प्रयोग गर्नु होला। यस्तो गर्ने, यसलाई चाहिँ नि मसिनो पेस्ट बनाउने के टमाटरको पातलाई यसरी मिक्सरमा राख्ने, हाल्नु होला। अनि मैले 5 महिना औषधि खाएँ, त्यो खाँदासम्म ठिक्क हुने, त्यहाँबाट खाना छोडेपछि डक्टरसँग सोधेको त, अनि कलेजलाई असर गर्छ भने डर लाग्यो। अनि कपडा यसरी पेस्ट गर्ने, अनि यसमै मिसाउने, अनि नरिवलको तेल पनि अलिकति मिसाएर लेप बनाएर लगाउनु, टक हुन्छ। सबैले गर्नुहोस् है। तपाईँ जो दाजको चाहिँ नि रोगी हुनुहुन्छ, दाजबाट परेशान हुनुहुन्छ, हस्पिटल जानु पर्ला जस्तो लाग्यो। लपक्क लगाउने, दाज दुर्की दही हुन्छ है। यसरी गराउनुहोस् है सबैले। ल, दाजलाई टेन्सन नगर्नुहोस्। यो गोलभेडाको पातको चाहिँ नि पेस्ट